अलिकति ताप्लेजुङ जिल्लावासीहरू हामी एक हुनुपर्छ। पार्टीको टाउको उता फर्क्यो भन्दा उता फर्किने होइन। मैले धेरै साथीहरू देखेको छु। हिजो केबल कार बन्नुपर्छ भनेर लठी लिएर हिँड्ने मान्छेहरू आज केबल कार बन्नु हुँदैन भन्ने पक्षमा पनि त्यहाँ हिँडेर त्यसरी मैले देखेको छु। त्यस कारणले गर्दाखेरि हाम्रो ताप्लेजुङको विकासलाई समग्रमा समृद्धिको लागि सबै हामी एक हुनुपर्छ। टाउको जतासुकै फर्कोस्, त्यसमा हामीलाई सरकार भएन। हामीलाई सरकार र चिन्ताको विषय त ताप्लेजुङ जिल्लालाई कसरी विकास गर्ने र कसरी आर्थिक चलायमान गर्ने भन्ने कुरा हो। यहाँ रहेका ब्याङ्कहरूलाई कसरी हामीले सञ्चालन गर्ने भन्ने कुरा हो। हामीसँग आर्थिक चलायमानै हुन सकेन भनेदेखिलाई ब्याङ्क कसरी चल्छ ल भन्नुहोस् त। ब्याङ्क चलाउनलाई त आर्थिक हरेक परियोजनाहरू हुनु पऱ्यो, हरेक चाहिँ उद्योगहरू सञ्चालन हुनु पऱ्यो, हरेक व्यवसाय चल्नु पऱ्यो, हरेक व्यावसायिकहरूको हितको लागि हामीले आवाज उठाउनु पऱ्यो। अनि यहाँ एउटा केबल कार बनाउनुपर्छ भन्यो भने कोही व्यापारीहरू बाहिर निस्किँदैन। त्यो मेरो लागि होइन नि। म एउटा नगर प्रमुखको हैसियतले एउटा अभिभावकको नाताले मैले मेरो लागि मात्रै भनेको होइन। मैले सबै ताप्लेजुङ जिल्लाको चाहिँ एउटा व्यापारीको हक हितको निम्ति भनेको हो। तर किन निस्किँदैन बाहिर? किन डराउँछ? आज बाहिरको मान्छेहरू आएर यत्रो च्यालेन्ज गर्यो के त्यहाँ पुलिसले मात्रै लड्नुपर्ने? तपाईँहरू हात बाँधेर बस्ने? तपाईँहरूलाई गरिदिँदाखेरि सबै कुरो चलायमान गरिदिँदाखेरि मजाले पैसा थापेर व्यापार गर्ने। अनि हामी सबै एक हौँ है जिल्लाको लागि, जिल्लाको विकासको लागि, जिल्लाको एउटा समृद्धिको लागि भन्दाखेरि तपाईँहरू कुनामा बसेर बस्ने? लाज हुँदैन तपाईँहरूलाई? आज आएर हाम्रो मान्छे कुटिया छ। जिल्लामा सार्वजनिक पैसामा बिक्री हुने चाहिँ त्यही युट्युबरलाई ल्याएर आज देश हल्लाको अवस्थाहरू छ। अब हिजो त्यहाँ प्रहरीले त्यति पनि समीपित नअपनाएको भएदेखिलाई कुटी खाइ पनि उनीहरू सहेर बसेको छ, समीपित अपनाउनु परेको छ। अनि ताप्लेजुङमा मान्छे नै नभए हेर त बाहिरको मान्छे आएर हल्लाएको। कमसे कम एउटा हाम्रो एकता के हो, हाम्रो भावना के हो, हाम्रो चाहिँ हामीले चाहेको के हो भन्ने कुरा त बुझ्नु पर्यो नि त। अब ब्याङ्क आएर चाहिँ बसेको छ, हरेक ब्याङ्कहरू आएर बसेको छ। अनि ब्याङ्कको कर्मचारी के यहाँ घाम तापेर मात्रै बस्ने? कमसेकम हामीले एउटा आर्थिक चलायमानको लागि चाहिँ आर्थिक समृद्धिको लागि हामी सबै चाहिँ एक हुनुपर्छ भन्ने एउटा मानसिकताको एउटा अलिकति तपाईँहरूमा पनि परिवर्तन हुनुमा जरुरी छ। हामी खुसी छौँ एभरेस्ट ब्याङ्क आएको छ, किनभने सबै ब्याङ्क आउनुपर्छ भन्ने कुरो हो, सबै उद्योग आउनुपर्छ भन्ने कुरो हो, सबै परियोजना आउनुपर्छ भन्ने कुरो हो। यहाँ त भोलि ग्लोबल आइएमले कस्तो बिहोर्नु पर्यो ल हेर्नुहोस् त। अब माथि भोक्तालुङमा लगेर जुन एउटा शाखा लगाएर राखिदिएछ, अब त्यहाँ सबै खाता बन्द गरिदियो। अब त्यो घाटा त कसलाई हुन्छ? उनीहरूलाई हुन्छ होइन र? घाटा त उनीहरूलाई हुन्छ, ब्याङ्कलाई त हुँदैन। ब्याङ्क त भोलि गएर अब यो त राष्ट्र ब्याङ्कको मातहतबाट चाहिँ कसले अब सबै ब्याङ्क चलेको छ, भोलि उठा त्यहाँ किन राख्ने भन्यो भने त उनीहरू त त्यहाँ घरको अगाडि जाने आँगनमा पाएको सुविधा त त्यहाँ उठेर जाने बित्तिकै त फेरि यहाँ ताप्लेजुङ जिल्ला आउनुपर्ने हुन्छ। त्यत्रो रिस्क लिएर ब्याङ्कले काम गर्नुपर्ने हुन्छ है। अब यो कुराहरू जनताले नबुझेपछि कसरी हामी जिल्लालाई समृद्धि बनाउँछौँ होइन? अब यो ब्याङ्कको ब्याज पहिला लगानी गर्दा थोरै दिन्छ, पछि धेरै लिन्छ भन्ने कुराहरू हामी त्यतापट्टि नजाउँ, किनभने त्यो पनि एउटा ब्याङ्कको नीति नियमका कुराहरू हो। पहिलो कुरो त हामी आफै जानेगरले ग्राहक नै फटाउँ। ब्याङ्कले सरल ब्याजमा चाहिँ टाइममा ब्याज तिर, टाइममा चाहिँ ऋण लैजाऊ, टाइममा चाहिँ रिन्यु गर, राम्ररी भनेकै छ त। अब टाइममा ब्याज नतिर्दिने, टाइममा रिन्यु नगरिदिने भएपछि त उसको त्यसै पनि त ब्याज बढिहाल्छ। यो कुरा त अलिकति जान्ने बुझ्नेले त ब्याङ्क मार्फत राम्रै बिजनेस गरेको छ, राम्रै चाहिँ के अरे करोडौँ कमाएको छ। जसले चाहिँ ब्याङ्कलाई चाहिँ वास्ता गरेको छैन, अब दुर्गा प्रसाई जस्तोले भनेको कुराहरूमा सुनेर अल्झियो भने त ऋण कहाँ पुग्छ?
यस्ता यस्ताको पछाडि लागेर देश बिग्रिएको छ। त्यस कारणले गर्दाखेरि ब्याङ्कले कहिले नराम्रो ग्राहकको लागि चिताउँदैन। ब्याङ्क भनेको एउटा आफ्नो अचल सम्पत्तिलाई चल बनाउनको निमित्त केही चाहिँ केहीले त्यसको मूल्याङ्कन गरेर ब्याङ्कले ऋण दिन्छ। त्यही ऋणबाट आफूले व्यवसाय गर्ने हो, आर्थिक आर्जन कसरी नाफा निकालेर ब्याङ्कलाई पनि तिर्न सकिन्छ र आफू पनि नाफाबाट बच्न सकिन्छ भन्ने हिसाबले नै आफूले राम्रो व्यवहार गर्यो भनेदेखिलाई मान्छे इमान्दारी नै ठुलो सबभन्दा ठुलो। किनभने आज विश्वमा हेर्ने हो भनेदेखिलाई सबै ब्याङ्क मार्फतमै मान्छेहरू अरबौँपति भएको छ। जन्मिँदा त उसले पैसा लिएर आएको हुँदैन, चलाउने त ब्याङ्क नै हो होइन। हामीले देखेका छौँ नि विभिन्न ठुल्ठुलो कम्पनीहरू चाहिँ फर्स्ट आएको धनी भएको कम्पनीहरू सबै ब्याङ्क मार्फत त हो। यहाँको सबैजना हाइवेहरू सबै ब्याङ्क मार्फत हो। अहिले केबल कार बनाउने कुरो पनि ब्याङ्क मार्फतै हो। सानातिना व्यवसायहरू पनि सबै ब्याङ्क मार्फतै हो। अनि ब्याङ्कलाई उल्टो गाली गरिदिने हो। त्यस कारणले गर्दाखेरि ब्याङ्कसँग राम्रोसँगले सम्बन्ध कारोबार गर्न सक्यो भनेदेखिलाई ब्याङ्कलाई पनि राम्रो हुन्छ र आफूलाई पनि राम्रो हुन्छ। तर जो नियत खराब छ, ब्याङ्कलाई म ठग्छु, ब्याङ्कलाई म तिर्दिनँ, मेरो त्यही जग्गा लैजाओस् भन्ने हिसाबले गयो भने ब्याङ्क त डुब्दैन, डुब्ने त आफू हो। तर एउटै कुरो हो, मैले सिओ साहब यहाँ हुनुहुन्छ, यो ब्याङ्कले जुन एउटा भ्यालुएटरलाई त्यसको मूल्याङ्कन हुन्छ नि, यो कुरोमा अलिक सतर्क रहनुहोस् है तपाईँहरू। एउटा भिरको जग्गालाई 10 लाख पर्नेलाई 1 करोडको मूल्याङ्कन गरिदिन्छ, बुझ्नु भएन। अब उसले एउटा भिरको जग्गा के उसलाई के मतलब, उसले 50 लाख निकाल्यो भनेदेखिलाई माया मारिदिन्छ नि। तर घाटा कसलाई पर्छ, ब्याङ्कलाई पर्छ। अलिकति भ्यालुएटर पनि अब त्यो भ्यालुएसन गर्ने पनि अलि राम्रो हुनु पर्यो। किन भन्दाखेरि यहाँ धेरै मान्छेहरू त्यसरी ठगिया छ, धेरै ब्याङ्कहरू ठगिया छ। धेरै मान्छेहरू त्यसरी एउटा ब्याङ्कप्रति नराम्रो एउटा नियत गरेर चाहिँ ब्याङ्कलाई ठग्ने कामहरू पनि गरेका छ। त्यसले गर्दाखेरि एकदम सचेत भएर काम गर्नुपर्छ भन्ने कुरोहरू। अब जस्तै एभरेस्ट ब्याङ्क यहाँ आजदेखि सुरु गर्दाखेरि तपाईँको यसले धेरै कुराहरू सेवा दिन सकोस्। म एउटा नगर प्रमुख हैसियतले यहाँहरूको सकारात्मक जुन एउटा हिसाबले ब्याङ्क राख्नु भएको छ, मैले स्वागत गरेँ र यहाँको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। किन भनेदेखि ब्याङ्क एउटा नागरिकको सेवाको निम्ति हो र नागरिकहरूले पनि बुझ्नुपर्छ। धेरै ब्याङ्कहरू ताप्लेजुङमा आइसकेको छ, ब्याङ्कको काण्डहरू पनि धेरै कुरो नागरिकहरूले बुझिसकेको छ र सबैभन्दा ठुलो कुरो यहाँको कर्मचारीको इमान्दारिता हुनुपर्छ। इमान्दारिता र सेवाग्राहीलाई छिटो र छरितो, सिओको कानमा नपरोस्। अब ठुल्ठुलो लगानीको कुरो त सिओकै कानमा पर्छ होइन, किनभने सिओलाई पनि सोध्नु पऱ्यो। सिओ अब तपाईँहरूको पनि प्रदेश हुँदै अब सबै कुरो पास हुँदै आउनु पर्ला। त्यसले गर्दाखेरि नागरिकहरू के चाहन्छन् भन्दाखेरि अहिलेसम्म नेपाल ब्याङ्क धेरै राम्रो चलेको छ। नेपाल ब्याङ्कमा इमान्दारिता त्यहाँको कर्मचारीहरू मैले बुझेको है। त्यस कारणले गर्दाखेरि यहाँ एउटा सेन्चुरी